नमस्कार सबैजनालाई, तपाईँहरूलाई मेरो च्यानलमा फेरि पनि स्वागत छ। आज मैले भई रोकिएन स्टोरीको कन्टिन्युएसन पार्ट च्याप्टर 2 लिएर आएको छु, जहाँ सपनाले हार मानेनन्। यदि तपाईँहरूले च्याप्टर 1 सुन्नु भएको छैन भने पहिला च्याप्टर 1 सुन्नुहोला र फेरि तपाईँहरू आएर च्याप्टर 2 कन्टिन्यू गर्न सक्नुहुन्छ। अब च्याप्टर 2 को सुरुवात त्यहाँबाट हुन्छ, जहाँ जीवन सजिलो हुनुपर्ने त्यो तर भएन, जहाँ न्यानोपन मात्र रहेन, जहाँ बुझाइ सुरु भयो, जहाँ प्रश्नहरू गहिरा भए। 11 वर्षको उमेरदेखि नै निभाको जीवन औषधिको तालमा चल्न थाल्यो। महिनाका 20 दिन मध्ये आधा दिन स्कुलमा बिते, बाँकी आधा घर वा अस्पतालमा। किताब कापी र औषधि एउटै टेबलमा हुन्थे, तर शरीर कमजोर थियो, मन अधिक। पढाइ कहिले रोकिएन। स्कुलमा ऊ सधैँ टपाइभित्र पढ्थे। भलिबल, कबड्डी, चेस, डिबेट जहाँ भाग लिन्थे त्यहाँ आफूलाई प्रमाणित गरिरहन्थे। त्यस्तै 12-13 वर्षको उमेर छँदाखेरि एकपटक रोल नम्बर 3बाट 8मा झरेको थियो। त्यो सानो अङ्कले उसलाई धेरै रुगायो। त्यो दिन उसले खाना पनि खाइन, तर त्यही आँसु नै उसको इन्धन बन्यो, पावर बन्यो। फेरि उठी, फेरि बढी, फेरि टप 5मा पुगे। नृत्य उसको आत्माको औषधि नै थियो। जब शरीर थाक्थ्यो, मन भारी हुन्थ्यो, ऊ नाच्थे। मञ्चमा पुग्दा पीडा बिर्सन्थे। नृत्यले उसलाई फेरि जीवित बनाउँथ्यो। 14-16 वर्ष पुग्दा जीवन बदलिन थाल्यो। फेरि पहिला जस्तो चञ्चल रहेन। धेरै जस्तो बोल्नुभन्दा केही बुझ्ने मानिसहरूसँग बोल्न उसलाई काफी लाग्न थाल्यो। त्यही समयमा जीवनले सबैभन्दा ठुलो परीक्षा लियो। 12 कक्षाको अन्तिम परीक्षामा ऊ गम्भीर स्वास्थ्य समस्यामा परी। उनको कृपाले भाग्यवश उसलाई अस्पतालदेखि नै परीक्षा दिने वातावरण मिलाइयो र उसले अन्तिम परीक्षा राम्रोसँग दिए। यी वर्षहरूले उसलाई एउटा कुरा भने पक्कै पनि सिकाए, बल सधैँ शरीरमा हुँदैन, कहिलेकाहीँ धैर्य नै सबैभन्दा ठुलो शक्ति हुन्छ। 7-8 वर्षपछि उसको जीवन अब फेरि मोडियो। अब जीवन केवल अङ्क, मेडल र ट्रफीमा सीमित थिएन। प्रश्नहरू गहिरा थिए। म को हुँ? अब म के बन्न चाहन्छु? 11 वर्षदेखि निरन्तर बिरामी हुँदै आएकी हो। स्वास्थ्य क्षेत्रमा जान चाहन्थे। अरूको दुखाइ उसले आफ्नो शरीरमा नै भोगेको थिए, तर आमाको मन डरले भरिएका थिए। सधैँ बिरामी छोरीलाई घरबाट टाढा कसरी पठाउने? तर निभाले भने कहिले हार मानिनन्। धेरै सम्झाइ बुझाइपछि आमा बाबा तयार हुनुभयो। ऊ नर्सिङ पढ्ने निर्णयमा अडिग रहिन्। 12 कक्षाको आउन अझ 4-5 महिना बाँकी थियो। त्यो समय उसलाई खेर फाल्नु थिएन। त्यसैले ऊ पहिलो पटक घरदेखि टाढा हस्टेल बस्न गई। हप्तामा एक पटक उनमा परिवारको आवाज सुन्न पाइन्थ्यो। महिनामा 3 दिन मात्र घर फर्केर मिल्थ्यो। सुरुमा ऊ धेरै रोए। हस्टेलमा पनि औषधि नै उसका साथी थिए। कसैले केही भन्छन् कि भनेर डराउँथे। त्यसैले कोही नभएको बेला लुकेर औषधि खान्थे। यद्यपि पहिला जस्तो धेरै बिरामी त भएकी थिएनन्। सायद भगवानले पनि भने होला, अब त तैँले जितिस। 3-4 महिनाको पर्खाइपछि 12को नतिजा आयो। सोचेको जस्तो त आएन। उसले सोचेको भन्दा हल्का ग्रेड कम आयो। त्यो दिन ऊ हस्टेलमा नै थिए, परिवारदेखि टाढा। ऊ फेरि पनि रोई, तर यस पटक रोएर मात्र बसिन। आफूलाई सम्हाली र भोलिपल्टदेखि नै फेरि मेहनत सुरु गरे। केही दिनमा नर्सिङको एक परीक्षा थियो। बाबा मम्मीले नानी पेमेन्टमै भए पनि पढाउँछौ, स्कलरसिप नै चाहिँदैन भनेर भन्नुभएको थियो। तर पनि उसलाई भने स्कलरसिपमा नै पढ्नु पर्थ्यो। केही दिनपछि परीक्षाको दिन पनि आयो। उसले परीक्षा दिए र भने राम्रो भयो। घर आएको 2-3 हप्तामै परीक्षाको नतिजा आयो र उसले अब स्कलरसिपमा नै नाम निकालेको थिए र अब ऊ स्कलरसिपमा नै पढ्न पाउने भएको थिए। त्यो दिन एउटा कुरा भने स्पष्ट भएको थियो, अब ऊ केवल बिरामी थिएनन्, ऊ अब भविष्यकी नर्स थिइन्। पेसेन्ट निभाबाट आर्यन निभा बन्ने यात्रा यहीबाट सुरु भयो र त्यो ठाउँ थियो जहाँ सपनाले हार मानेनन्। धन्यवाद छ अन्तिमसम्म सुनिदिनु भएकोमा। यो थियो निभाको कहानीको च्याप्टर 2, जहाँ सपनाले हार मानेनन्। अब निभाको नर्सिङ जर्नी कस्तो रह्यो, उनी अहिले केही गर्दैछिन् भन्ने कुरा खुलासा चाहिँ च्याप्टर 3मा हुनेछ। तबसम्मको लागि स्वस्थ रहनु, सृजनशील रहनु र सधैँभरि प्रगति गरिराख्नु। Thank you so much for watching and listening.